हेलो हेलो साथीहरू, आज चाहिँ हामी बनाम पिरो पिरो तातो तातो खसीको खुट्टाको सुप। साथीहरू कस कसलाई मनपर्छ कमेन्ट गर्नु ल। अनि आज चाहिँ यसको लागि सबैभन्दा पहिला चाहिँ मैले सामान रेडी गरेँ ल। यो टमाटर अनि अदुवा लसुनको पेस्ट अनि प्याज अनि यो फ्राई गर्ने सामग्रीहरू अनि मेन चाहिँ यो है खसीको खुट्टा। अनि यसमा एउटा पिँडालु थियो, मैले त्यसमा त्यो पनि राखेँ। पिँडालु हाल्यो भने चिप्लो चिप्लो हुन्छ अनि मलाई चाहिँ मनपर्छ क्या पिँडालु पनि। अनि रको पनि थियो अनि एउटा के गर्नु यसमै हालेँ। अनि यो चाहिँ धनियाँ अनि यता भातको लागि पनि चामल भिजाएर रेडी गरेको छु। अनि यता चाहिँ अब जति गर्मी भयो भने साथीहरू चिया बिनाको जिन्दगी चाहिँ चल्दैन है। कहिलेकाहीँ कस्तो चिया पिउनु मन लाग्छ। अनि आज चाहिँ मैले खसीको खुट्टा बनाउँदै चिया पिउनु पऱ्यो भनेर चिया बनाएँ। अनि आनन्दले बसेर पहिला चिया खाएँ। टिकटक चलाउनु गाह्रो छ हो साथीहरू, आजकल VPN अन गर्नु पो हैरान। चिया पिएर म चाहिँ अब बनाउनु थालेँ। ल सँगै बनाऊँ है। कुकरमा मैले पहिला तेल हालेँ अनि फ्राई गर्ने सामानहरू सँगसँगै प्याज हालेँ अनि अदुवा लसुनको पेस्ट पनि हालेँ। अनि हालेर पहिला यसलाई मजाले चलाएँ। त्यसमै मैले बेसार हालेँ अनि त्यसमा टमाटर हालेर थोरै नुन हालेँ ताकि टमाटर छिटो गलोस् भनेर। अनि मरमसला हालेर मजाले चलाएर यत्तिको लेदो बनाएपछि मैले यसमा खुट्टा र पिँडालु सँगसँगै हालेँ। अनि एकछिन त्यसलाई मजाले चलाएर अलिअलि भुटिसकेपछि चाहिँ त्यसलाई मैले खततततततत पानी हालेँ, किनभने यसको खाने सुपै हो। मेरो हालत हेर्नु न गर्मीले, ओहो हो। अनि चाहिँ यो खुट्टा पाकेर रेडी भयो 8-10 सिटीमा है साथीहरू। रेडी भएपछि चाहिँ यसको लुक्स चाहिँ यस्तो बनेको थियो। अनि भात पनि पाकेर रेडी भयो। म चाहिँ खानु थालेँ। तपाईँहरू पनि बनाएर खानु होला। थ्याङ्क यू फर वाचिङ माई भिडियो। ल।